नमस्कार। आज हामी शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि ल्याएको आइपिओको बारेमा कुरा गर्दैछौँ। यसमा लगानी गर्ने समय अब धेरै बाँकी छैन, त्यसैले आउनुहोस् यो अवसरको बारेमा सबै कुरा विस्तारमा हेरौँ। ल सबैभन्दा पहिले त एउटा एकदमै जरुरी कुरा, यो आइपिओमा लगानी गर्न इच्छुकहरूका लागि आज अर्थात् फागुन 26 गते आवेदन दिने अन्तिम मौका हो। समय एकदमै कम छ, त्यसैले यो जानकारी सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ। त्यसो भए आज हामी के कुरा गर्छौं त? हामी हेर्छौं यो तत्कालको अवसर के हो, आइपिओको विवरण कस्तो छ, कम्पनीको पृष्ठभूमि के हो, यसको वित्तीय अवस्था कस्तो छ र सबैभन्दा महत्त्वपूर्ण आवेदन दिने प्रक्रिया के हो। ल अब सुरु गरौँ पहिलो खण्डबाटै, जुन हो तत्कालको अवसर। कम्पनीले आयोजना प्रभावित र अरू विशेष समूहलाई शेयर दिएपछिको यो दोस्रो चरण हो, जुन सर्वसाधारणका लागि खुला गरिएको हो र फेरि पनि भन्नुपर्दा आज नै यसको अन्तिम दिन हो। अब प्रश्न उठ्छ, यो अन्तिम दिन किन भयो त? किनभने कम्पनीले माग गरे भन्दा धेरै गुणा बढी आवेदन पाइसकेको छ र नियम नै यस्तो छ कि यस्तो अवस्थामा निष्कासन तोकिएको समयभन्दा चाँडै बन्द हुन्छ। त्यसैले आज अन्तिम मिति तय भएको हो। अब अलि भित्र पसेर आइपिओको विवरण हेरौँ। मतलब यो प्रस्तावमा अङ्कहरूले के भन्छन्। यसले हामीलाई लगानीको आकार र संरचना बुझ्न मद्दत गर्छ। कम्पनीले आफ्नो जारी पुँजीको 32.65%, जुन भनेको कुल 32 लाख किता शेयर हो, त्यो सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न अनुमति पाएको छ। यो कम्पनीको लागि एक महत्त्वपूर्ण हिस्सा हो। अब यो स्लाइडमा हेरौँ है, यो 32 लाख किता शेयर कसरी बाँडफाँड गरिएको छ भन्ने कुरा एकदमै स्पष्ट देखिन्छ। यसअघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कम्पनीकै कर्मचारीहरूका लागि शेयर छुटाइएको थियो र त्यो सब बाँडफाँडपछि बाँकी रहेको 18,44,600 किता चाहिँ अहिले सर्वसाधारणका लागि खुला भएको हो। आवेदन दिनेले कम्तीमा 10 किता र बढीमा 10,000 कितासम्मका लागि माग गर्न सक्नेछन्। अनि यो पनि याद राख्नुहोला कि यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ। आइपिओको विवरण त थाहा भयो, अब कम्पनीको बारेमा पनि केही जानकारी लिऊँ। आखिर लगानी कुन कम्पनीमा जाँदैछ भन्ने बुझ्नु त एकदमै जरुरी छ, होइन र? शिखर पावर डेभलपमेन्टले 4.96 मेगावाट क्षमताको भीमखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो नै अहिलेको लागि कम्पनीको मुख्य परियोजना हो। यो जलविद्युत आयोजना गण्डकी प्रदेशको बागलुङ जिल्लामा निर्माण भइरहेको छ। यो कुनै सानोतिनो प्रोजेक्ट होइन। यसको कुल निर्माण लागत नै झण्डै 1,20 करोड रुपियाँ भन्दा बढी अनुमान गरिएको छ। यसले परियोजनाको आकार र लगानीको स्तरलाई पनि देखाउँछ। ल अब सायद सबैभन्दा चासोको विषयमा जाउँ, कम्पनीको वित्तीय स्वास्थ्य। मतलब कम्पनीको फाइनान्शियल अवस्था कस्तो छ त? यी अङ्कहरूले कम्पनीको हालको अवस्था देखाउँछन्। या हेरौँ है, आर्थिक वर्ष 2081-82 सम्मको तथ्याङ्कले के देखाउँछ भने कम्पनी 1,88 लाख रुपियाँ सञ्चित नाफामा छ अनि प्रति शेयर नेटवर्थ पनि 102 रुपियाँ 86 पैसा छ, जुन सकारात्मक पक्ष हो। तर अर्कोतिर हेर्दा प्रति शेयर आम्दानी भने 3 रुपियाँ 69 पैसाले ऋणात्मक अर्थात् नोक्सानीमा देखिन्छ। लगानीको निर्णय लिनु अघि यो दुवै पक्षलाई विचार गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। ल यति सबै कुरा बुझिसकेपछि अब कसैलाई आवेदन दिन मन लाग्यो भने प्रक्रिया के हो त? अब अन्तिम खण्डमा हामी यही हेर्छौं। प्रक्रिया एकदमै सरल छ। न्यूनतम 10 किताका लागि जुनसुकै आजबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था मार्फत, मतलब आफ्नो ब्याङ्क खाताबाटै शेयरमा आवेदन दिने प्रणाली प्रयोग गरेर वा मेरो शेयर जस्ता अनलाइन प्लेटफर्मबाट सजिलैसँग आवेदन दिन सकिन्छ। अन्तमा एउटा कुरा सोच्न सकिन्छ, यो आइपिओ भनेको केवल एउटा